मैले यो किताब किनेको थिएँ, आचार्य प्रशान्तजीको ट्रुथ विथआउट एपोलोजी। यो अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चित किताब पनि हो। यसको च्याप्टर नम्बर 1 मा के छ भने यु एक्जिस्ट इन देयर आइज भनेको छ के तपाईको अस्तित्व अरूको नजरमा मात्र छ। यो च्याप्टरले दिने भाव पढ्छु है। के तपाईलाई पनि अरूले के भन्लान् भन्ने डर लाग्छ? यदि छ भने तपाईले आफ्नो जीवनको रिमोट कन्ट्रोल अरूको हातमा सुम्पिनु भएको छ। हाम्रो ठुलो कमजोरी के छ भने हामी आफूलाई अरूको नजरबाट हेर्छौं। अरूले राम्रो भन्दा खुसी हुने र नराम्रो भन्दा खिन्न हुने बानीले हामीलाई मानसिक दास बनाउँछ र जहाँ यस्तो निर्भरता हुन्छ त्यहाँ डर आफै जन्मिन्छ। त्यसैले आफ्नो योग्यता प्रमाणित गर्न अरूको सर्टिफिकेट खोज्न छोड्नुस्, भिडमा बस्नुस्, अरूको कुरा सुन्नुस्, तर आफ्नो दिमागको मालिक आफै बन्नुस्। भित्री रूपमा ढुक्क हुनु नै वास्तविक निडरता हो, वास्तविक स्वतन्त्रता हो।